यहाँ हेर्न सक्नुहोस् साथीहरू, यो चाहिँ सडक ब्रिजको मेन चोक भयो। यो चाहिँ मेट्रो स्टेसन, यो साइकलहरू राख्ने ठाउँ बनाइदिएको छ। यो दुबईको त्यस्तो ठुलो सिटी त होइन, त्यही पनि सबै कुरा व्यवस्थित छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ जेब्रा क्रसिङदेखि लिएर यो माथि नियमको एकदम पालना गर्छन्। हेर्न सक्नुहुन्छ यही गाडीहरू पनि ट्याक्क ट्याक्क रोक्छ होइन, एकदम क्लिन छ सिटी चाहिँ। हेर्न सक्नुहुन्छ मान्छेहरू चाहिँ ट्याक्क सिग्नललाई पर्खेरै बाटो क्रस गर्छन्। उता पनि हेर्न सक्नुहुन्छ, अगाडि पनि यहाँ चाहिँ रेड लाइटमा बाटो क्रस गरेपछि फाइनै 400 दिरहम लाग्छ, कम्तीमा नेपाली 15,000 रुपियाँ लाग्छ। यहाँ चाहिँ तपाईँ रातो बत्तीमा यो बाटो क्रस गर्नुभयो भने कसैले यो पुलिसहरू तपाईँलाई खोज्दै आउँदैन, सिधै क्यामेराले पुरै डिटेक्ट हानेर मोबाइलमा आउँछ सिधै फाइनहरू। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो ठुलो ठुलो बिल्डिङहरू छ। अनि साथीहरू, आज चाहिँ मेरो छुट्टीको दिन, हप्तामा जुन डे पनि हुनसक्छ छुट्टी। कपाल बढेर यत्रो भएको छ, काट्नु पनि भइएको छैन, अरू पनि धेरै भएको थियो। आज चाहिँ म र मेरो साथी राम काइट बिच जाँदैछु। अनि साथीहरू, बिच साइड चाहिँ मेट्रो जाँदैन, त्यही भएर हामी चाहिँ यो बसमा जान्छौँ। हेर्नु यहाँ चाहिँ बसहरूको झ्यालहरू हुँदैन, यस्तो खालको बस हुन्छ। पुरै एडभर्टाइजमेन्ट के हो यो प्रचारहरू यहाँ टाँसेको हुन्छ पुरै। यहाँ राम चाहिँ यहाँ आउँदैछ नि, यो चाहिँ फुटबल प्लेयर हुँदै। यहाँ चाहिँ के मजा लगाएर गाली चाल्ने हो र अनि आफूतिर फर्काउ त भिडियो हानेर कस्तो छ्याक्कै छ है। क्यामेरा त मेरो भन्दा राम्रो, लास्टै राम्रो हो क्यामेरा। के हो यो नमाज पढ्छन् के? साथीहरू, हामी चाहिँ सिक्किम 1 मा आएको छ। यो चाहिँ 5 दिरहम काट्ने है। ल साथीहरू, हामी चाहिँ काइट बिचमा आएको छौँ। यो चाहिँ मेरो पहिलाको ब्रान्च यहीँ थियो, विन्टेज। यहाँबाट चाहिँ हामी यता जान्छौँ। ल साथीहरू, हामी चाहिँ उठाएको काइट बिचमा छौँ। हेर्न सक्नुहुन्छ सनसेट हुन लागेको छ। यहाँको भ्यू चाहिँ खासै भिड छैन अहिले। ल साथीहरू, यहाँ चाहिँ भ्यू हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ टक्क समुद्रमा छ है त। आएको छ पानी लास्टै चिसो छ। कस्तो चाहिँ के हो पुरै नै ल
नेपाली त कोही पनि छैन रनिङ हान्ने ठाउँ हेर नि बोर्ड बनाइदिएको यो एडिडासको सोरुम यस्तोमा पनि सोरुम खोल्यो होइन इन्ची भएको थियो अन्त ल साथीहरू म चाहिँ अहिले आफ्नो यो बिल्डिङमा आइसकेको छु आज चाहिँ नयाँ चिजको अपग्रेड भएको छ यहाँ चाहिँ म ट्राइपोड किनेको छु हेलो यहाँ चाहिँ केटाकेटीहरू खेलिरहेका छन् अब भिडियो चाहिँ ट्राइपोडबाट आउँछ भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छु हेलो साथीहरूमा बनाउनु त मजा आउँदैछ